गुड़िया ओए होए गुड़िया अब तू जवान होई गवा हे जवान होई गवा चुपके से दे दा चुपके से ले ला चुपके से दे दा चुपके से ले ला दिल गन्ना के खेत में अरे गन्ना के खेत में ओए होए रतिया ओए होए रतिया अब तू सयान होई गवा चुपके से न देवा चुपके से न लेवा चुपके से न देवा चुपके से न लेवा दिल गन्ना के खेत में ला 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 गन्ना के खेत में चाहेर पनि कहिले पुरा नहुने सपना देखे दिउँसे काका अर्का घरमा बसेर 10 पाटी सित्तैमा हिँड्न पाएपछि त जसले पनि देख्छ नि दिउँसै सपना अब हामी सित्तैमा खुवाइरहन सक्दैनौ कि भने अर्का घरमा गएर बस्ने होइन भनेदेखि गाउँमा गएर कमार ल्याउने त्यही कमार ल्याएको पैसाले हजुरहरूलाई खुवाउने कुरा त ठीक हो अरूको घरमा त्यसै बसेर खानु त भएन नि हो चल न त चल तर भुनिया कहाँ हो अरे काका तपाईले यो मकै बारीको बीचमा मलाई किन ल्याइहाल्नु भएको भुनिया घरमा मात्र कति बस्नु यसो बारीमा आऊ मकै पोलेर खाऊ बोरी टिपेर खाऊ भनेर आएको नि काका यो के गरिहाल्नु भएको हात मालिस गरे नि यो बुढाको चर्तीको लागि यो रहेछ ए दारी यो मेरो मकैबारीमा के तमासा हो जेसुकै भए पनि किन तपाईलाई तपाई यस्तो बेला यहाँ किन जानु न राजु मार साहब घर जानु बुढो भएर अर्काको मकैबारीमा केटी लिएर छिर्ने अझै म घर जानु पर्ने तिमीलाई त काम त गर्ने भनियो हजुर तर कति काम गर्बे हो काका हो बिता जल्दी आऊ न अब काम भन्ने कुरो ओ भुन्ने हो बडा मालिक होइन हो त नि रोक कुरा के हो हेर्नुस् तपाईको यो छोरी बनाउँदी भुनिया र यो दारी बुढालाई मैले मेरो मकैबारी भित्र भेटे राजु मास्टर जस्तो मान्छे भएर के कुरा गर्न आरोप लाग्दा वास्तविक कुरा के होला भन्दै त भुनिया भन्दै त कुरा के नि बापु दाडी बाले मलाई मकै बारी भित्र गएर त मकै भाज भुनिया भनिहाल्नु भयो त म मकै भाज्दै थिएँ उधर से न ओ राजु मास्टर साहब आके मलाई हातपात गरिहाल्यो बापुजी त्यसपछि मैले बचाऊ बचाऊ भने अनि दाडीमा टुप्लो आइपुग्नु भयो राजुलाई 2 झापड हान्नु भयो त्यही रिसले यसले हामीलाई लखेटेको वास्तविक कुरो के र त छर्लङ्ग हुने थाहा पाउनु भयो नि हजुर यो सरासर आरोप हो ए दारी के भन्या यो आरोप लाग्यो साला अर्काको चेलीबेटी बिगारी मकै त कस्तो राम्रो रहेछ एक पाथी जति बिउको लागि लैजाउँ घर मकै उम्रिने बेला खडेरी लाएर यसपालि मकै नै जम्मा जम्मी एक पाथी फल्या होला त्यही मकै पनि तैँले लान खोजेपछि हामीले चाहिँ के यो खोयो खानु एबा भात कतिजनालाई पकाउने 40 जनालाई पकाउने खाना खाने मान्छे
देख्दा देख्दै कतिजनाले पकाउने भनेर सोध्न लाज लाग्दैन? अब न कोही नखाइकन जाने हुन् कि भनेर नि। अब 30 सक्या 1 हप्ता बितिसक्दा पनि यही माइतमै थचारी रहँदा त सोध्नु पनि पर्ने हुन्छ नि। बुहारी 1 हप्ता बसे पनि 2 हप्ता बसे पनि आफ्नो माइता बोल्न के भयो? तिमीले चाहिँ किन टाउको दुख्या? दुख्या होइन, अब आफू त 2 दिनमै माइतबाट फर्केर आइयो, अरूले पनि मेरै जस्तो सिको गर्दा भए हुन्थ्यो भनेर मात्रै भन्न खोज्या हो के? बा आफ्नै बुहारी बनाउँदिले यस्तो वचन लगाएपछि बस्दिन म यो माइता गए म घर। छोरी निर्मली यहाँ सुन त बा, यहाँ सुन त, बाको कुरा त सुन। बुहारी मेरो छोरो सदरमुकाम गएको बेलामा मेरी छोरीको चित्त दुखायो होइन तिमीले? अहिले धुमे त यहाँ आस् न, के गर्नुपर्छ भन्ने कुरो मैले जानेको छु। छोरी निर्मली आमाजु यति चाँडै चाहिँ नगइहाले भए हुन्थ्यो के? जान्छु तेरा घर तै बस। या निर्मली यस्ता अर्धहरले भने भन्दैमा तैँले जानु पर्दैन, फर्की छिटो। तिम्रै बुहारीलाई फर्की भन न। हेरिसियोस् त बुवा हजुर, त्यत्रो उमेर पुगिसक्दा पनि हजुरको छोरी कस्तो केटाकेटी होली। बुद्धि पनि 5 पैसा होइन, कुन बेला के बोल्नु पर्छ थाहै होइन भनिया। ल कत्रा तुल्ने कुरा होला, सामनै पह्यो भाइ। के भयो? के गर्यो होला लौ न। सम्झिज्यू हेर्नु न बुढालाई के भयो? लौ न, के भयो मेरो सम्झिज्यूलाई? सम्झिज्यू के भयो? बाँकी बसेछ, तुलसा मोठा लैजाऊ। कसलाई? हजुरलाई? बालाई कति गाह्रो भइरहेछ, हजुर भने जिस्किन्छ। आमै बालाई के बा? खै के भा म घाँस गएको थिएँ, आउँदा हेर्दै यस्तो भइरहेको रहेछ, लाउन के गर्ने होला? अब के गर्ने भनेर हुँदैन सम्झिनेज्यू, उहाँलाई जति सक्दो टाढो धामी कहाँ लैजानु पर्छ, उहाँलाई लोरानलाई हुनुपर्छ। अस्ति ठुलिया छोरोलाई पनि यस्तै भएको थियो, गर्थ्यो धामी कहाँ लगेपछि तुरुन्तै ठिक भयो सम्झिनेज्यू, उहाँलाई धामी कहाँ लैजाउँ ल। हो लैजाऊ। छोरी तिमी किन जानु पर्यो र? म र सम्झिनी जान्छौ, तिमी घर रुकेर बस है। घरको के को चिन्ता, म रुङ्गिहाल्छु नि। गेट वा पर्चेस मेरो माइती घर हो, अझै 1 हप्ता आनन्दले बस्छु। मेरी आमालाई घर पठाइस् होइन? यति चित्त त मलाई त मेरी सौता होस् भनेको सुनेको दिन पनि दुखेको थिएन। तेरी आमालाई जा भन्न मैले घोक्राएर पठाएको हो त? तेरी आमा कम त पटारिएकी छे। गतिली आमाको छोरी भए पो गतिली हुनु भो धेर नगर। के गरेर पठाइरहेछस् भन्ने कुरो सब मलाई थाहा छ। चुप लाग तिमी यता बस। यत्रो चाहिँ मन्त्रीका श्रीमतीहरू टोले छर्चिने गरी कराएका छन्, झगडा गरेका छन्। यत्रो घर चाहिँ बालमा लिएर बसेको छ, कम्तीमा घरको इज्जतको लागि त चुप लाएर बसे तिमीहरू। यसले राख्ने नि त, यसले त राखी होइन तिम्रो इज्जत। नमस्कार मन्त्रीज्यू। नमस्कार। सबै नमस्कार मात्र देर पठाउने हो कि कहिले काहीँ पैसा पनि देर पठाउने भयो? उठाएर खाएपछि पैसा तिर्नु पर्दैन? ए पैसा चाहियो, क्यालकुलेटर लिएर आउनु चाल्छ। जेठी कान्छी जेठीपट्टिको सालो, कान्छीपट्टिको सालो, बल्छी बाउ, टुपी भान्जा। क्यालकुलेटर ल्याउनु भयो? ल्यायो। कति रहेछ त हिसाब मैले तिर्नु? 5 रुपियाँ। थोरै भए कोही घरमा ठाउँथ्यो। 21,000 छ। 21,000 भनेपछि अब 1 2 3 4 5 6 7
21,000लाई 7 भाग लाउ त 7 के 7 3 यहाँ गरिरहेको त्यो हात यहाँ गरेर भने त्यहाँ क्यालकुलेटर यहाँ गर्नुपर्छ कति भयो एक भागमा 3,000 हुन्छ 3,000 1 2 3 अरू बाँकी चाहिँ नि यिनीहरूसँग सबैलाई 3,000 गरेर मान्नु 3,000 त कहाँबाट ल्याउने 60 रुपियाँ भयो यहाँ छ ल जसले 3 हाँडी हसुर छ त्यसले चाहिँ 60 रुपियाँ पैसा निकालेको हेर्दा पनि लाजै मर्दो तिमीहरू भातनाराहरू पनि खुर्का 3,000 निकालेछ हेर न त्यहाँ आफन्तहरूसँग पैसा मागे लाजै मर्दो खुर्कन आफैतिर न मन्त्रीको इज्जत छैन काम न काज थाचिएर घिच्दिन्छ तिमीहरू मन्त्रीको इज्जत भनेर पैसा तिर्नु पर्छ मैले म त ज्यान ज्यान तिर्दिनँ आफै तिर्ने है ओए थचिएर घिच्छ तिर तिमीहरू पनि तै तिर्न तैले चाहिँ खाँदैन र सबैले थाहा सबभन्दा बढी त यसले खान्छ यसले तिर्नु हो यसले खान्छ धेरै हो यसले बढी आरोप लागेर चाहिँ जुङ्गा तानिदिन्छ नि थाहा ल कस्तो पैसा 21,000 लिन्छ जम्मा 3,000 हार्न परेछ उहाँ चाहिँ मन्त्री अरे जाते नमस्कार मन्त्रीज्यू नमस्कार बस्यो अनि तपाईँको कति 21,000 कहाँ 21,000 मात्र हजुर होइन तपाईँ कहाँ हामीले के चाहिँ ल्याएको छ र होइन हजुर नल्याए पनि दिजा मन्त्रानीहरूले गहना ल्याएको थियो हजुर मन्त्रीका बुढीहरू भनेपछि चाहिँ पैसा छ कि छैन के कसो छ बुझ्नु सुन्नु छैन खुरुखुरु भिडाइहाल्ने होइन त ल अब के गरेर बसिरहेको ल खुरुका त्यहाँ बिल हेर्ने बिल अनुसारको गहना फिर्ता दिनु ल हे तेरी भिना लाइसेन्स सुनलाई किन फिर्ता पठाइरहनु भने बरु पैसा दिएर पठाइदिनु नि मिलाएर बरु के अरे यसो मिलाएर वन फनानी गर्नलाई स्वीकृति दिनु पर्यो त्यहाँबाट 2-4 पैसा लिनु पर्यो 3 महिना उक्किने गरी पिच गर्नलाई ठेक्का पारिदिनु पर्यो त्यहाँबाट यसो पैसा लिनु पर्यो नत्र पैसा कहाँ आउँछ त्यस्तै भ्रष्टाचार गर्नु पर्यो मैले अब सबै कुरो थाहा चाहिँ भएको खाना चाहिँ किन नखाएको तिमीहरूले सबै कुखुराको खसीको के को मासु खाएको मान्छे मासु किन नखाएको आफ्नो मासु नि खानुहुन्छ त मामा हो आफ्नो देश डुबाएर भ्रष्टाचार गरेर खाने भने पनि आफ्नै मासु खाए जस्तै हो ए तेरी हजुर हामी यहाँ मासु लिन आएको होइन हजुर पैसो लिन आएको पैसो 1 रुपियाँ पाएको छैन हजुर 1,70,000 को बिल छ लु धामी भाइ मेरो सम्झेज्यूलाई के भएको हो जोखाना हेरेर निर्कल गरिदिनु पर्यो हिरिकै हुन आँटिसक्नुभयो धामी बाबु मेरो सम्झेज्यूलाई खासमा के भएको रहेछ त बाबु यसलाई लगन लागेको भन्छ कसैले भातमा बिगार पार्दैछ यसलाई ढ्याङ्ग्रो ठोकेर मान्छाउनु पर्छ यति गरेपछि बोली आउँछ त धामी बा बोली मात्र होइन गोली पनि आउँछ तर अहिले चाहिँ म भन्न सक्दैन बेलुकासम्म चाहिँ पक्का आउँछ अब बिरेमीलाई उठा ढ्याङ्ग्रो ठोडाएर मान्छाउनु पर्यो आइबक्छु सम्झेज्यू आइबक्छु तँ कता भागेको यहाँ मैले मन्त्र पढिरहेको बेला मान्छे भाग्यो भने मेरो मन्त्र लाग्दैन के तँ यता आयो भनेको तँ यहाँ बात हस्
फेरि भागेछ तँ मैले नभाग भनेको किन भागेको तँ आइहाल तँ भागेपछि मेरो मात्र लाग्दैन भनेको थाहा छैन तँलाई खुल खाइज खुल खाइजे आइज लु बस यो ढ्याङ्ग्रो ठोकाइ चाहिँ अति नै भयो यो ढ्याङ्ग्रो नठोकिकन उपचार गर्न मिल्दैन धामी भाइ मलाई डर लाग्यो यसलाई चाहिँ डर लाग्यो जस्तो छ लु ठिक छ म ढाङ्ग्रो नठोकिकन उपचार गर्छ यो चामलले है अब म यो चामल फुकेर बिरामी लगाउँछ अनि बेलुकासम्ममा स्वर आउँछ ल बिरामी कराउनु हुँदैन अब यसलाई त बोक्सीले आत्ति गरेको रहेछ यो चामल पुगेर पनि साँचो हुँदैन जस्तो यसलाई त घाँटीमा तातो झिरले रोक्नु पर्यो के टोलाइला स्वादले ठुङ हान्न उता बालाई के भइसक्यो यहाँ अनेकका जुम्रियालाई ठुङ हान्नु पर्ने नहान्ने भए नहान्न त लिखी अघि आनन्दले बसिरह मान्छेलाई आउनु आमाजु तपाईँलाई ठुङ पनि हानिदिन्छु लिखानी मारिदिन्छु भनेर बोलाइस् त नि ल ल हानिदिन्छु चम्कनी तँलाई त नि आज मैले जानेछु तँलाई सम्झिनेज्यू हामीले जाति हुन्छ भनेको छ हजुरले चिन्ता नलिकन अगाडि सवारी हुन्छ अगाडि सवारी हे ईश्वर हिँड्नुहोस् हिँड्नुहोस् अगाडि हिँड्नु चिन्ता लिनु पर्दैन म छु